आज चाहिँ म तपाईहरुलाई ओमेगा श्री फार्मास्युटिकल्स कम्पनीले चाहिँ आफ्नो आईपीओ चाहिँ नेप्सेमा सूचीकृत गरिसकेको छ र यसको कारोबार चाहिँ कहिलेदेखि हुँदैछ, हामीले यसमा कारोबार कहिलेदेखि गर्न सक्छौं दोस्रो बजारमा भन्ने विषयमा जानकारी दिनको लागि उपस्थित भइसकेको छु शेयर मार्केट बीपीजीबाट। र च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब गर्नुहोस् र छेउमा रहेको बेल आइकन प्रेस गर्न पनि नभुल्नु होला, किनभने यस्तै महत्त्वपूर्ण जानकारी तपाईहरुले सबैभन्दा पहिला हेर्न र सुन्न सक्नुहुनेछ। र त्यस्तै गरी अर्को विषय रहेको छ, आज विकास हाइड्रो पावरले चाहिँ आफ्नो आईपीओ निष्कासन गर्ने चाहिँ अनुमति प्राप्त गरिसकेको छ र यसले कति किता आईपीओ निष्कासन गर्दैछ र कहिलेदेखि चाहिँ हामीले यसको आईपीओमा आवेदन दिन सक्छौं, यिनै विषयहरुमा आज तपाईहरुलाई जानकारी दिनको लागि उपस्थित भइसकेको छु म। र यो दुईटा विषयहरु लिएर आज आएको छु। भिडियो अन्तिमसम्म स्किप नगरी हेर्नुपर्ने हुन्छ, तपाईले यसको पूरा जानकारी प्राप्त गर्न सक्नुहुन्छ भने। र अब चाहिँ म कति पनि ढिलो नगरी आजको विषयवस्तुतिर लाग्छु। विकास हाइड्रो पावर कम्पनीले चाहिँ आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति स्वीकृति प्राप्त गरिसकेको छ र कम्पनीले मंगलबार 44,54,59,600 रुपैयाँ बराबरको 44,54,596 किता शेयर बिक्रीका लागि अनुमति पाएको। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा चाहिँ कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। यसले चाहिँ आफ्नो 44,54,59,600 रुपैयाँ बराबरको 44,54,596 किता शेयर चाहिँ निष्कासन गर्दैछ र यसले चाहिँ आईपीओ को अनुमति प्राप्त गरिसकेको छ र यसले चाहिँ चाँडै नै हामी सर्वसाधारणको लागि आईपीओ लिएर आउनेछ। र यस्तै गरी ओमेगा श्री फार्मास्युटिकल्स को आईपीओ सूचीकृत भएको छ र यसले चाहिँ आइतबारदेखि कारोबारमा ल्याउँदैछ। आफ्नो आईपीओ सूचीकृत भएर आइतबारदेखि कारोबार हुनेछ र ओमेगा श्री फार्मास्युटिकल्स लिमिटेड को आईपीओ नेप्सेमा सूचीकृत भएको छ र बुधबार कम्पनीको कुल 60 लाख किता शेयर सूचीकृत भएको। यो कम्पनीको चाहिँ बुधबार नै सूचीकृत भएको हो र यसले चाहिँ आइतबारदेखि चाहिँ आफ्नो 60 लाख किता शेयर चाहिँ दोस्रो बजारमा कारोबारमा ल्याउँदैछ र यस कम्पनीले सर्वसाधारण समूहको 18 लाख र संस्थापक समूहको 42 लाख किता गरी कुल 60 लाख किता शेयर सूचीकृत गरेको। कम्पनीको शेयर आइतबारदेखि दोस्रो बजारमा कारोबार हुनेछ र कम्पनीको शेयर कारोबारका लागि नेप्सेले न्यूनतम 90.17 रुपैयाँदेखि 270.51 रुपैयाँ ओपनिङ रेन्ज प्रदान गरेको छ। यही बीचमा रहेर चाहिँ कम्पनीको पहिलो कारोबार हुनेछ। नेप्सेले कम्पनीको शेयर कारोबारका लागि ओएमपीएल संकेत प्रदान गरेको छ र तपाईले ओएमपीएल संकेत मार्फत दोस्रो बजारमा कारोबार गर्न सक्नुहुन्छ। ओमेगा श्री फार्मास्युटिकल्स को आईपीओ धेरैलाई लाग्न सक्छ कि कतिसम्म जान्छ यसको चाहिँ, अब दोस्रो बजारमा आएपछि त धेरै माथिसम्म पनि जान्छ। अहिले क्रिस्ट माइक्रो, नेपाल माइक्रो जस्ता कम्पनीहरु चाहिँ अहिले कति धेरैमा 25,000 2,000 मा कारोबार भइरहेको देख्दा चाहिँ हामीलाई यो पनि त्यस्तै जान सक्छ कि भन्ने लागेको छ। र यसको ईपीएस हेर्दा चाहिँ यसको ईपीएस चाहिँ 3.30 रहेको छ र ईपीएस का आधारमा हेर्ने हो भने त ठिकै त्यति नराम्रो, माइनसमा पनि छैन, ईपीएस त्यति राम्रो पनि होइन। तर के हो भने दोस्रो बजारमा जब आएको हुन्छ, आईपीओमा ओपन भएर दोस्रो बजारमा आफ्नो शेयर लिस्टिङ गरिसकेपछि चाहिँ कारोबार हुन थाल्छ, त्यसपछि फन्डामेन्टल एकदमै कम्ती हेरिन्छ, एकदमै कम हेर्ने गरिन्छ फन्डामेन्टल। र त्यो बीचमा चाहिँ फन्डामेन्टलले खासै काम गरेको हामीले कुनै पनि कम्पनीको, एउटा मात्र होइन, यो ओमेगा श्री फार्मास्युटिकल्स मात्र होइन, कुनै पनि कम्पनीले काम गरेको हामीले देखेको छैनौं। हाम्रो अहिलेको अवस्था त्यस्तै रहेको छ। जब आईपीओमा आएर दोस्रो बजारमा कारोबार हुन थालेपछि फन्डामेन्टलले त्यति धेरै असर गरेको देख्दैनौं। पछि हुँदै गएपछि त्यसले पनि केही भ्यालु एड गर्ला आफ्नो। तर अहिले चाहिँ हामीले त्यो त्यति धेरै टेन्सन गर्नु पर्दैन। ईपीएस थोरै कम यता त्यता, यसको चाहिँ अब ओपनिङ रेन्ज चाहिँ अब कति हुन्छ भनेर चाहिँ त्यति धेरै टेन्सन गर्नु पर्दैन। अहिले हामीले किन्छु भन्दा पनि प्राप्त गर्न सकिँदैन। हालै चाहिँ अब आइतबार कारोबारमा आउँछ, त्यसपछि चाहिँ हामीले किन्छु भनेर पनि त्यो शेयर हामीले प्राप्त गर्न सक्दैनौं, किनभने त्यतिखेर अर्डर यति धेरै हुन्छ कि हाम्रो मिली सेकेन्डले पनि फरक पारेको हुन्छ र अर्डर त्यतिखेर त्यो हामीले शेयर प्राप्त गर्न थोरै किता पनि हुन्छ र एकदमै गाह्रो हुन्छ।
त्यही भएर जब घट्छ, यदि यसमै ट्रेड गर्ने सोचमा हुनुहुन्छ भने जब बढेर घट्छ त्यसपछि तपाईँले चार्ट अनुसार चार्ट हेरेर चाहिँ केही आफ्नो स्ट्राटेजी बनाउन सक्नुहुन्छ। र यदि अहिले तपाईँसँग आइपिओ छ भने के गर्ने त भन्दा यसको आइपिओ चाहिँ अहिलेसम्मको आइपिओको अवस्था र यसको फन्डामेन्टल, यसको इपिएसहरूबाट र बुक भ्यालुबाट हेर्ने हो भने चाहिँ यसको आइपिओ चाहिँ तपाईँले 1500 बाट माथि गएपछि चाहिँ 1200 भएपछि चाहिँ तपाईँले आफ्नो बेच्ने सोच बनाउन सक्नुहुन्छ। तर म के भन्छु भने जब बढिरहेको छ तपाईँले नबेच्नुहोस्। जब घट्न थाल्छ र सेयर पनि दोस्रो बजारमा धेरै चाहिँ अब सेलर्सहरू चाहिँ हाबी हुन थालेपछि तपाईँले बिक्री गर्नुभयो भने एकदमै जित्नुहुन्छ। र त्यतिखेर यदि तपाईँ ट्रेड गर्ने सोचमा हुनुहुन्छ भने पनि त्यसको सिचुएसन हेरेर घट्न थालेपछि लिएर चाहिँ बढ्दा फेरि बेच्नुभयो भने तपाईँले त्यसबाट पनि नाफा कमाउन सक्नुहुन्छ। यसको लागि चाहिँ तपाईँले चार्ट हेर्नुपर्ने हुन्छ। यही अनुसार तपाईँले गर्न सक्नुहुन्छ। हस् त, मैले आज तपाईँहरूले ओमेगा 3 फार्मास्युटिकल्सको बारेमा जानकारी गराएँ। यसको कम्पनीले कतिसम्म चाहिँ ओपनिङ रेन्ज पाउला र यो दोस्रो बजारमा कारोबार हुन थालेको छ कतिसम्म जाला भन्ने विषयमा मैले तपाईँलाई जानकारी गराएँ। र अर्को चाहिँ विकास हाइड्रो पावरले आइपिओ निष्कासन गर्न बोर्डबाट अनुमति पाएको कुरा मैले तपाईँलाई भनिसकेको छु र यसले चाहिँ अनुमति प्राप्त गरिसकेको छ। अब चाँडै नै तपाईँ हामीले आइपिओ दिन सक्ने गरी चाहिँ यसले चाँडै नै एकदमै ल्याउने कुरा छ र तपाईँहरू यसमा पनि रेडी भएर बस्नुहोला र आइपिओ भर्नको लागि एकदमै रेडी भएर बस्नुहोला। अब आइपिओ आइरहेको छ अहिलेको अवस्थामा र तपाईँहरूलाई परेको छ कि छैन त्यो पनि कमेन्ट गर्नुहोला। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नुहोला र राम्रो लाग्यो भने एउटा लाइक र साथीभाइमा सेयर गर्न भने नभुल्नुहोला।